एपिसोड 3 बुक किपिङ एन्ड अकाउन्टिङ। यो दुई टपिकमा स्टुडेन्टहरु धेरै झुकिन्छन्। तपाईले सिम्पल तरिकामा के बुझ्नुस् भने अकाउन्टिङ र यो बुक किपिङको डिफरेन्समा चाहिँ बुक किपिङ चाहिँ अकाउन्टिङकै पार्ट हो। जो अकाउन्टिङले सबैभन्दा पहिला रेकर्ड राख्छ नि हो, त्यो रेकर्डिङको पार्टले मात्रै बुक किपिङ भने जानेर जान्नु भइहाल्छ के, अरु केही पनि चाहिन्न। बुक किपिङ भनेकै सबैभन्दा पहिला त अकाउन्टिङमा त पैसा सम्बन्धी कारोबार पहिचान गर्छ नि त, हो त्यो पहिचान गरेर रेकर्ड राख्छ नि, हो त्यो जुन रेकर्ड राख्ने एउटा स्टेप छ नि, हो त्यो स्टेपलाई नै के भन्छ बुक किपिङ भनिन्छ के। सबै रेकर्डहरु राख्नु के, सबै रेकर्डहरु राख्नुलाई नै के भन्छ बुक किपिङ। र यो बुक किपिङको लागि सानो साधारण एउटा लेखापालहरुले पनि यसलाई गर्न सक्छ, किनकि यो सिम्पल हुन्छ, यो रेकर्डिङ राख्ने काम मात्रै हो। तर अकाउन्टिङको लागि चाहिँ तपाईको सीए अडिटरहरु चाहिँ चाहिन्छ, किनकि यो अलिकति हाई एनालाइसिस गर्नुपर्ने टपिकहरु हुन्छ यसमा। तपाई हस्पिटल त जानु भएकै होला। एउटा उदाहरण लिउँ, हस्पिटलको एक डाक्टरको क्लिनिक छ मानुस, र त्यहाँ एउटा रिसेप्सनिस्ट हुन्छ। भन्नु मतलब तपाईको चाहिँ बिरामीहरु गएको छ भने त्यहाँ नाम लेख्ने, उमेर लेख्ने, फोन नम्बर लेख्ने, हो त्यो सबै लेख्छ नि, पहिला डिटेलिङ लेख्छ नि, रेकर्ड राख्छ नि, हो त्यो रेकर्ड मात्र गर्छ के त्यसमा। त्यो भनेको बुक किपिङ गर्ने के। डाक्टर भन्दा अगाडि लेख्ने सिक्ने हुन्छ नि, हो त्यो भनेको तपाईको मानुस बुक किपिङ, किनकि त्यसमा के गरिरहेछ, रेकर्डिङ गरिरहेछ के। अब त्यो लेखेको पत्र बोकेर तपाई डाक्टर भाटामा जानुहुन्छ र डाक्टरले रिसेप्सनिस्टले लेखेको चीजहरु हुन्छ, उमेर, आधार, समस्या लेखेको हुन्छ, त्यसले गरेर समस्या के भनेर उले पत्ता लगाउँछ, उपचार के गर्ने भनेर पत्ता लगाउँछ, अनि औषधि चाहिँ के दिने भनेर पत्ता लगाउँछ के, हो यसलाई चाहिँ हाम्रो के भन्छ अकाउन्टिङ। भन्नु मलाई तपाईले कसरी बुझ्नुभयो? अघि रिसेप्सनिस्टले चाहिँ मजाले उले रेकर्डिङ राख्यो, नामसाम राख्यो, के रिसेप्सनिस्ट भनेको बुक किपिङ हो, रेकर्ड राख्नु, नामसाम राख्नु गर्नु हो। त्यो रेकर्ड राखेकै आधारमा चाहिँ अब उले चाहिँ समस्याहरु पत्ता लगाउँछ। अथवा चाहिँ हाम्रो बिजनेसकै टर्ममा हेरौँ भने उसको प्रॉफिट कति भयो, लस कति भयो, मैले कहाँबाट कति किनिरहेको छु, कसलाई मैले कति बेचिरहेको छु, मैले उधारमा बेचेको कति छ, मैले पाउनु पर्ने कति छ भन्नु, त्यो सबै त रेकर्डिङ बारे आउने हो नि त। हो त्यो रेकर्डिङकै आधारमा चाहिँ पछि चाहिँ एनालाइज गरेर प्रॉफिट हो कि लस भनेर थाहा पाउँछ भने त्यसलाई नै के भनिन्छ अकाउन्टिङ भनेर भनिन्छ। बुक किपिङ भनेको चाहिँ अकाउन्टिङकै पार्ट हो भनेर बुझ्नु पर्यो, र अकाउन्टिङ भनेको बुक किपिङकै आधारमा चाहिँ अकाउन्टिङले आफ्नो हिसाबहरु निकाल्छ भनेर बुझ्नु पर्यो। कन्क्लुजनमा भन्नु पर्दा बुक किपिङ इज अ पार्ट अफ अकाउन्टिङ। क्याश बुकहरुमा रेकर्ड राख्छ, उले कुनै इन्भोइसहरु त्यसमा रेकर्ड राख्छ, त्यति मात्रै काम हो के। आज के भएन, रेकर्ड राख्ने काम मात्रै के। र तपाईले अकाउन्टिङमा पुगिसकेपछि हो त्यसकै आधारमा तपाईले प्रॉफिट एन्ड लस स्टेटमेन्टहरु बनाउनुहुन्छ, ब्यालेन्स सिटहरु गराउनुहुन्छ, रियल एनालाइज गर्नुहुन्छ कि तपाईको फाइनान्शियल रिपोर्ट कस्तो गइराछ, प्रॉफिटमा गइराछ कि लसमा गइराछ कि घाटामा गइराछ कि केमा गइराछ भने हेर्ने काम चाहिँ हाम्रो अकाउन्टिङले गर्छ। तपाईले यति मात्रै बुझ्नु पर्यो, बुक किपिङ राइट्स द स्टोरी। भन्नुको मतलब बुक किपिङले चाहिँ मानुस कुनै एउटा कथा लेख्यो र तपाईको अकाउन्टिङ अन्डरस्ट्यान्ड द स्टोरी, र त्यो कथालाई चाहिँ वास्तविक रूपमा बुझ्ने, त्यो कथामा के छ, लेख्न त लेख्यो, कथा त लेख्यो, लेख्नु बित्तिकै बुझिन, त्यसलाई चाहिँ अब के गर्नु पर्यो त, यो कथामा वास्तविक के छ त, कथाको घटना चाहिँ रोमान्टिक कथा हो कि रियलिस्टिक कथा हो कि कस्तो कथा भनेर तपाईले चाहिँ एकदम डीप तरिकामा त्यसलाई बुझ्नुभयो, यो चाहिँ वास्तवमा के रहेछ भन्नुलाई बिजनेस पोइन्ट अफ भ्यूमा हेर्दाखेरिमा प्रॉफिट भइराछ कि लस भइराछ, त्यही त हो भनेपछि के त लेख्नु त लेख्यो बुक किपिङ, तर प्रॉफिट भइराछ कि लस भइराछ भनेर थाहा पाउनेको त अकाउन्टिङ भनेर बुझ्नु पर्यो। कसैले बुक किपिङ भनेको के हो भनेर सोध्यो भने तपाईले के भन्नु पर्यो, बुक किपिङ इज द प्रोसेस अफ रेकर्डिङ फाइनान्शियल ट्रान्जेक्सन इन अ सिस्टमेटिक म्यानर, इट इज अ पार्ट अफ अकाउन्टिङ। रेकर्डिङ गर्छौं, केले रेकर्डिङ गर्छौं, फाइनान्शियल ट्रान्जेक्सनहरुलाई रेकर्डिङ गर्छौं, यति हो अकाउन्टिङको। त हामीले अगाडि एपिसोड 1 मा नै हामीले डिस्कस गरिसक्यौं।